Hello friends, good morning. Welcome back to my channel again. अनि ह्याप्पी माघे सङ्क्रान्ति। आज चाहिँ माघे सङ्क्रान्ति भएको कारणले गर्दाखेरि बिहान उठेर नुहाएँ, घाम लाग्यो। धेरै बिहान चाहिँ नुहाउन सक्दिनँ, जाडो न जाडो थियो। मेरो सङ्क्रान्ति चाहिँ यसरी भएको छ। We start our morning with a cup of water, hot water. हामी चाहिँ तातो पानीमा मर्निङ स्टार्ट गर्छौँ। खाइहाल है जानु, खाइहाल। पार्लरमा यो रहेको छ आज तिलको लड्डु बनाउने। हिजै बनाउनु पर्ने हामीले चाहिँ मम्माले गरेर भ्याएन, त्यही भएर आज तिल भुट्दैछु। पहिला सेतो तिलको लड्डु बनाउने, त्यसपछि यहाँ रहेको कालो तिलको लड्डु बनाउने। अब सक्खर पो कम्ती हुन्छ र तिल त धेरै हो निस्केको। खै त उक्यो लाल त टिका मेरा त उक्यो त सेतो टिका त चिला चाहिँ क्या अहिले फेरि लाग कसलाई टिका बन्द रुडेको मिलाले अब चाहिँ हेर त खै हेर के हुन त अच्छा चिलाएर उहाँहरू सक्खरलाई मेल्ट गर्छौँ पानी हाल्दै गुना मिक्स गरिसकेको उहिले हामी डेभलप नभइकन जङ्गलमा बस्दा चाहिँ यही खान्थ्यौँ अरे। अनि यो चाहिँ त्यसलाई अहिलेसम्म लागु गर्नको लागि चाहिँ हाम्रो एन्सियन्ट टाइमलाई नबिर्सिनको लागि लगाएको टिका स्वरूप लगाउँदैछौँ। उहिले चाहिँ यही खाएर बाँच्थ्यौँ अरे। अहिले चाहिँ त्यसलाई रोगट भयो अरे। यो नलाए त कम्मर भाँचेर मरिहाल्छ। यो लड्डु पनि एकै साइजको छैन, एकदम डिफ्रेन्ट साइजको लड्डु हो। त्यो हेर्न सक्नुहुन्छ है, कोही सानो कोही ठुलो कोही यस्तो राम्रो हुँदैन बसेर। यो सानो साउन्डको मात्रै जानु। आम्मामा ढुङ्गा भइगएको छ नि यहाँ त। सेलायो भने ढुङ्गा तातोमा डल्लो पर्दैन, वाक्कै भइसकिसकेपछि साथीहरू। गाईको भरे अनुहारै देखेको थिएन अघि हेरेर, म यहाँ जाउँ गरेर थिएँ। ठिकै छ त, देखेन हामी के छ हो। यो चाहिँ छिटो छिटो बनाउँछ। अब धेरै सेलायो भने त बर्बाद फेरि। यो चाहिँ सेतो तिलको लड्डु बनाउँदै यहाँ चाहिँ अहिले मुरेको डल्ला बनाउँदै भयो। यो चाहिँ तातो कि सेलाको? यो चाहिँ सेला। यहाँ चाहिँ कालो सेलाको चाहिँ होइन, लुट गर्नुहुन्छ रहेछ। बनाउनै आएन है मुरेको डल्ला। यस्तो यस्तो अलिक छोएर फ्याट्टा फुट्छ नि फेरि। यहाँ चाहिँ यो तिलको लड्डुहरू जसो तसो गरेर बन्नु भयो। ए सेलाएपछि त सुमुला भइहाल्ने रहेछ। ए 3टा चाहिँ कम्प्लिट भयो। अब के भएर फेरि थप्नु जाँदै हुन्छ। यो चाहिँ अहिले फेरि थपेर यो गुलियो थपेर सक्खर थपेर मिक्स गर्दै हुन्छ। धेरै तातो हाल्यो भने नि उसेर फ्यास
देखाइदिनु चड्डी लु यहाँ चाहिँ यसलाई गलाउँदै गरेको देखाइदिनु अरे हुँदैन हौ धेरै तातो पनि मम्मी यो सबै चढाउनु न चढाउनु न खानु धेरै तातो पनि नबन्ने धेरै अहिले के माग्दो एका बिहान बिहान गुलियोहरू खायो भने त लात्ती सिङ भेट्छ नि फेरि अहिले हाम्रो मुरैको डल्ला हेर्नुहोस् मुरैको बनाउनु कहिले आएन मुरैको डल्ला चाहिँ जहिले फुस्किन्छ यहाँ चाहिँ आमाले अब चारवटा लानु पर्यो चारवटा चाहिँ किन एक एकवटा चढाउनु न गुलमाला त जम्मा चढाउनु एक ठाउँ अनि हामी चाहिँ नखानु अनि चारवटा भयो लानु न अनि कालो चाहिँ लानु चारवटा भयो भने त नि छैन त अनि यत्रो बनाइदिनु न बुवाहरूलाई पनि चढाउने गरेको छ त्यही त उयो कालो लड्डु चढाउनु न त्यो सेतो होइन कालो सबै सेतो चाहिँ सेतो छैन क्या सेतो कालो लगेर चढाउनु न सबै खास चढाउँदै झिङ्गा आज त्यहीँ टाँसिन्छ होला उयो झिङ्गा बस्छ हौ खोइ हौ झिङ्गा अन्त यही त यहाँ टाँसे भने जस्तो त यस्तो बनाउँछ भन्ने थियो नि सब सोच त तर भयो यस्तो रियालिटी के भन्छ के भन्छ एक्सपेक्टेसन भर्सेस रियालिटी हाम्रो यस्तो भएको छ हुन्थ्यो क्या हो अझै मुरै ल्याउँदा त नि भयो त यहाँ चाहिँ हाम्रो उयोहरू छ सफर उब्रियो नि त तिल हालिदिनु त्यसमा तिलको लड्डु सङ्गीता दिदीहरूलाई नि भन्दै हुन्थ्यो यो रहेको छ हामीले बनाएको मुरैको डल्ला यो रहेको छ लड्डु अलिअलि लड्डु चाहिँ चढाउन पनि लानुभएको छ सङ्क्रान्ति स्पेसल भनेको चाहिँ यो छ देन आफ्टर भनेको तरुलहरू चाहिँ यो गतिमा छ चामल हो सेलरोटी पकाउनको लागि हिजो बेलुका भिजाएको आज तातो तातो सेलरोटी खाने रहेको छ रेडी पारेको पिठो सेलरोटीको लागि यो रहेको छ सेलरोटीको ब्याटर अझै मजाले भइसकेको रहेन रहेछ यो चाहिँ मैले भिजाएको थिएँ यसरी लगाउनको लागि ल है आज माघे सङ्क्रान्तिका दिन हाम्रो रोटी पाक्यो है अरे हौ अरे नि हौ हाम्रो पनि घरमा पाक्यो है सेलरोटी माघे सङ्क्रान्तिको दिन हौ हौ तिमीहरूको पाक्यो कि पाकेन हौ हाम्रो त पाक्यो है माघे सङ्क्रान्तिमा रोटी पाक्यो है मेरी बुहारीले रोटी पोल्दै हुनुहुन्छ अझै लागेन मुलाको अचार हो थाप्नु त लागेन कति पाइन लागेन चाहिँ होइन के हो यो चाहिँ 10 घन्टा लाग्यो एउटै सानो चाट न मिठो लागेन कि चटपटे जस्तो लाग्यो चटपटेमा यो धनिया र जिरा लाउँदा चाहिँ मिठो हुन्छ तिलको चाहिँ मिठो हुँदैन
यो धनियाँ चाहिँ बेसरी डढाएर लायो भने चाहिँ मिठो हुँदैन नि यस्तो कालोको मन गर्दैन अलिअलि हुन्थ्यो कस्तो धेरै कालो डढाएर लाएर गन्दै मन नपर्ने हाम्रो मम्मीले त तिलको लाउनु हुन्छ नि तिलको चाहिँ मान्छेले मन पराउँछ इन्ग्रिडियन्ट्स चाहिँ के लाउने अकबरे खोर्सानी जिराको धुलो जिरा भुटेर धनियाँ भुटेर त्यसको धुलो अनि के लगायौँ तोरीको तेल खोर्सानी झानेर त्यति नै हो है यसमा हाम्रो चाहिँ सङ्क्रान्ति यस्तो छ हाम्रो चाहिँ अब आजदेखि चाहिँ पुरै सक्यो ओके आजको भिडियो यति नै रहेको छ सी यु अन नेक्स्ट भिडियो बाइ